नमस्ते सबैजनालाई फेरि पनि म दोस्रो भिडियो लिएर आएको छु। आजको भिडियो चाहिँ एकदमै एक्साइटेड हुनेछ भन्ने आशा गर्दछु किनकि म पनि धेरै एक्साइटेड छु यो भिडियोको लागि। अनि मेरो थम्बनेलबाटै थाहा पाइसक्नुभयो होला कि म आज के गर्दैछु भनेर। र ढिला नगरी आज हामी भिडियोतर्फ जाउँ है। सो आज चाहिँ म अनबक्सिङ गर्न गइरहेको छु मेरो सेकेन्ड लग्जरी ब्याग। ओ माई गॉड, आई एम सो एक्साइटेड। सो आउनुहोस् तपाईँ र म सँगै यसलाई अनबक्सिङ गरौँ अनि हेरौँ के रहेको छ। हेरौँ है त। अनि यो चाहिँ मैले यो ब्याग चाहिँ मैले नेट पोर्टर भन्ने एप्स अफिसियल वेबसाइटबाट किनेको हो। हेर्न सक्नुहुन्छ नेट पोर्टर। अनि हेरेर चाहिँ यस्तो छ कार्डहरू। गाइस डिस्क्लेमर, यो चाहिँ मैले सो अफ गर्न खोजेको होइन, यो चाहिँ जस्ट फर कन्टेन्ट मेरो युट्युब भिडियोको लागि मात्रै हो। अनि यहाँनिर चाहिँ इन्भोइसहरू छ। अनि त्यहाँदेखि गाइस look at this. साइडमा राखिदिन्छु। Oh my god, look at this. Oh my goodness. अब ओपन गरौँ है त। अनि यस्तो रहेको छ, हेर्न सक्नुहुन्छ। यसलाई चाहिँ म ओपन गर्नेछु। गाइस यो चाहिँ मलाई कसैले गिफ्ट दिएको होइन है, मैले आफै किनेको हो। कमेन्ट गर। केयर्स भनिरहनु भएको होला गाइसहरूले। राइट, ओपन गरेँ मैले, ओपन गरेँ मैले। सदा तपाईँहरूलाई म देखाउँछु है अब। Look at this. Saint Laurent. मैले चाहिँ त्यो सेन्ट लरेन्टकै अफिसियल वेबसाइटदेखि किन्न आँटेको थिएँ। फेरि मलाई उनीहरूको प्याकेजिङ मन परेन किनकि त्यो एकदम वाइट प्लेन थियो। अनि त्यही भएर चाहिँ मैले यो अफिसियल वेबसाइटबाट मैले किनेको किनकि मलाई त्यो प्याकेजिङ मन पर्यो। अनि ओपन गर्नेछु। गाइस हेर्नुहोस् है, तपाईँहरूलाई म बोकेर पनि देखाउँछु है। हेर्नुहोस् है। रेडी? Ta-da! Oh my goodness, look at this. तपाईँलाई म ओपन गरेर पनि देखाउँछु है। अनि यहाँ चाहिँ यसको चेन रहेको छ, यहाँ सक्नुहुन्छ। यसलाई चाहिँ म निकाल्नेछु। यस्तो रहेको छ भित्र चाहिँ, हेर्न सक्नुहुन्छ एउटा। अनि भित्र कार्डहरू राख्ने पनि रहेछ। अनि तपाईँहरूले देख्न सक्नुहुन्छ कि हुँदैन। अनि यहाँनिर चाहिँ अर्को गोजी पनि रहेछ। अनि यो चाहिँ एकदम गोल्डमा भएको कारण मलाई एकदम मन परेको।
तपाईँले यसो हिँड्दाखेरि बोक्न सक्नुहुन्छ यो चाहिँ सोल्डर ब्याग है सोल्डर ब्याग यहाँनिर चाहिँ तपाईँहरूले के हाल्न सक्नुहुन्छ अनि त्यहाँदेखि यो चाहिँ मेरो सेकेन्ड लग्जरी ब्याग अहिलेसम्मको मेरो फर्स्ट चाहिँ गुच्चीको ब्याग थियो अनि म चाहिँ एक चाहिँ अट्याच गर्छु अब अट्याच गर्छु अनि तपाईँलाई म बोकेर नि देखाउँछु है यहाँनिर चाहिँ नि एउटा फोन अनि तपाईँको वालेटहरू अट्छ धेरै चाहिँ अट्दैन यहाँनिर यो चाहिँ जस्ट तपाईँहरू ठुलो ब्यागहरू मन नपर्नेलाई चाहिँ यो ठिकै हुन्छ क्युट लिटल ब्याग अब तपाईँलाई म अट्याच गरेँ यो चाहिँ क्रस बडी यसरी बोक्दा पनि हुन्छ होइन यसरी देखाइदिन्छु यसरी बोक्दा नि हुन्छ अनि तपाईँले साइडमा यसरी बोक्दा नि हुन्छ है यसरी बोक्दा नि हुन्छ त्यति नै हो यदि तपाईँहरूलाई यो भिडियो मन पऱ्यो भने चाहिँ प्लिज लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला है गाइस प्लिज मलाई तपाईँहरूको सपोर्ट अनि मायाको खाँचो छ र यस्तै एक्साइटेड भिडियोहरू तपाईँ हेर्न चाहनुहुन्छ भने प्लिज फलो मी अन माई फेसबुक इन्स्टाग्राम टिकटक मैले त्यो फर्स्ट भिडियोमा डिस्क्रिप्सन बक्समा मैले सबै हालेको छु यदि तपाईँलाई मन पर्यो भने चाहिँ प्लिज सब्सक्राइब गर्न नबिर्सिनु होला थ्याङ्क यू सो मच फर वाचिङ अगेन आई विल सी यू इन नेक्स्ट भिडियो है त हस् त नमस्ते थ्याङ्क यू बाई बाई